के भयो फर्किन्छ हामी तर कसम डर लाग्छ नि थाहा छ यार यस्तो यहाँ सानो तल छ यो डर लाग्ने यार तल त हेर्न नछाने हौ अब त सिधै नि तर जाने बाटो त्यही होइन पुल यति लामो तल हेर्दा पुरै गहिरो छ ल हाम्रो यो दोस्रो दिन होइन त दाइ केही भन्नु त अब हामी कहाँ जाने अरे के अरे त्यहाँ जाने अब मलाई रेडी भयो आज हाम्रो दोस्रो दिन होइन त अब रेडी हो सबै पहिलो दिन घुमेर सकायो अब आज लास्ट एक दिन अनि भोलि फर्किने पेनाङ आज दोस्रो दिन घुम्नको लागि भेन कुरिरहेको छौँ हामी होइन गाडी आउँदैछ यहाँ टिकटक बनाउने जारी छ ल टिकटक 11 के आयो हेलो गुड मर्निङ अब कहाँ जाने ठिक पऱ्यो राम्री भएर जाने हाम्रो प्लानिङ त भइरहेछ कि कहाँ जाने गाडी आएन अब फर्क्यौँ ल गाडी आयो भेन आयो ल हाम्रो लु जाऊ गाडी आयो अब हिँड्ने होइन दोस्रो दिनको यात्रामा हाम्रो दाइ अगाडि के हो लु दाइ लु मर्निङ आमा लु चढौँ यता फेरि छुट्टै छ फेरि ल के अरे मलाई कराउँदैछ यार नकराउनु हो त्यसरी कराउँदै छिन् मलाई छिटो लु जोइ कहाँ छिटो फर्किनु पर्यो ले कहाँ यो रहेछ नि त होइन त्यहाँबाट हो क्या फोटो खिच्नु यो जहाजै जहाज होइन त्यो सबै पानी जहाज ए ल यही हेर्न आएको ल यहाँ के कहाँ हो यो जहाजै जहाज चाहिँ कहाँ हो यो ल अब यो कहाँ हो र यो अब हामी जाने केबल कार होइन त स्काई ब्रिज होइन अब त्यो केबल कार भन्ने सुन्यो हो एबल फिल्ममा छ नि सिन सबै त्यही एबल फिल्मको सिन छ क्या रिटर्न अफ रेबल फिल्ममा अब त्यो फिल्म हेरे होइन हामीले होइन टिकट काट्ने चाहिँ कहाँ हो र 79-80 को टिकट हो भनेको ल यहाँ रहेछ त ए बाइकको 80 रुपियाँ एकजनाको 80 रुपियाँ एकजना नि दुईजना बस्नु भयो दुईजना बस्न पाए ल यही रहेछ के ऊ त्यहाँ पनि छ त उयो त्यो कराउलाई अलिक कराउँछ
अर्काको त्यतिकै अहिले काउन्टर चाहिँ यहाँ रहेछ नि त ए नचढौँ होला अब अहिले फर्किँदा कहाँ थियो त अनि त्यो छुट्यो हो नि माथि नै हामी छुट्यो होइन ल कहाँ आइपुगेर यो केवल 4 टर्न के अरे केवल कार कि केवल कार वेलकम टु के हो ह्याप्पिनेस ओके थ्याङ्क यू लु है भयो हामी केबल कार चढ्नतिर लागिरहेछ भएन जो भयो नि भइहाल्छ त्यो तैरेमा बस्ने नि मेरो चाहिँ भएन यहाँ कुरै ए आमा यहाँबाट सही देखेको रहेछ त नि लाइन सानो छैन नि मान्छे केवल कार चढ्ने ठाउँमा दाइ के छ ठिक छ ल के हो यो यहीँ अब हामी जाने ए यहाँ अब हामी जाने यहीँबाट नि ठिक छ ल के अरे केबल कारमा आइयो अब आउँदैछ मालबा गाडी यो त स्वात्तै पर्ने रहेछ चल्दै त्यो है त्यो है यसमा अरे हामीले छिराई भाइ छिराई अब तिम्रो डर लाग्यो अस्ट्रिच भेडाहरू खोइ भेडा खच्चर गदा अस्ट्रिच सब छ यहाँ पनि आउनु दिन्छ आमा यहाँबाट भिडियो सही देखिँदो रहेछ नि त्यो गाडी चलाउनु पर्छ कि दाजु बाइक गाडी यो अरू होइन मुनि हेर्दैन मुनि आमा तल हेर लास्ट डर लाग्दो रहेछ नि यो तल तल म्याच गर्छ यार तल चाहिँ हेर्न मन रहेछ यार अहिले ओह्रालो आउँदा त चाहिँ के होला हालत अहिले मुनि आउँदाखेरि हालत के होला हाम्रो यो भिडियो बन्द गरौँ यहाँ पछाडि हेर्नु त
समुद्र हेर्न समुद्र तल हेर्न अब चाहिँ रमाइलो ल यतिखेर चाहिँ नि 50 भने झरिहाल्नु छ फटाफट फटाफट झर्ने फटाफट झर्ने फटाफट आइपुग्यो झर झर ओके थ्याङ्क यू कस्तो भयो के भएन हामीलाई त ओके नाटक नगर है हामी त पहिले चढ्यो हुन्छ लाग्दैन खोइ दाइहरू लु जाउँ कस्तो लाग्यो र अनि डर लागेन झन्नै झन्नै अरे लाग्यो चाहिँ जान चाहिँ सक्दैन होला अब माथि आमा ल यहाँबाट हेर्नु त दाइ काली लाग्छ त एकचोटि त आमा लिएर जङ्गल अघि हामी आएको उता हेर कहाँको पेट्रोल पम्प अघि हामी टोइलेट गरेको हौ तल यहाँबाट अब माथि जानुपर्छ है लु तँ त्यहाँ गरेर लाइन बस्नुपर्ने लाइन हेर्नु त लाइन सानो छैन नि यो अर्को ठाउँमा जाने लाइन हो राम राम उता पारी जाने पारी उहाँ अझै अर्को छ है यता यहाँ लु है 5 जना मात्रै हो 5 जना हाम्रो ग्याङै परेको यो ब्याग गर्छ के भने कति मिनटमा पुग्दो रहेछ घडी हेर्नु तल हेर्नुपर्छ के यो गर्दा त एकपल्ट त हामीले रोटी टिम खेलेको याद आयो नेपालमा याद छ नेपालमा होइन मैले अस्ति हामीले उहाँ खेलेको दाइ के छ ठिक छ मजा आइरह हावाले होला आमा तल हेर न माइली एकछिन तल हेर्छ यहाँ चाहिँ तल हेर त्यही भएर यहाँ पाउँछ सिधा तल दाइ अघि यस्तै भनौँ सम्झिनुहोस् कि माथि चट्ट छुटेर तल खडा सम्झिनु आँखा बन्द गरेर सम्झिनु न भोलि सम्झिने इमेजिन गऱ्यो भने अब त्यस्तो चाहिँ होइन लास्टमा के अरे फुल फुलेको जस्तो फुल फुलेको डालीमा रुखमाथि मान्छे फलिरहेको पुरा बाँदरले घाँस पल्टाएर हेरिरहेको ल खतरा देखेको छैन यो यहाँबाट त अघि त्यहाँ जाँदा घाँस दाउरा अहिले यो ओह्रालो झर्दा झन् कस्तो डर लाग्छ अहिले यहाँ आउने होइन छैन त उताको त झन् मर्छ अहिले हामी कताबाट जाने हो ल के छ ठिक हुँदैछ होइन हिँड्ने रहेछ उकालो ओह्रालो எங்கப்பட कस्तो पुग्दैन हौ हिँड्न झामकी झामले यति हिँड्नलाई के आधी घन्टा नि कति लाग्छ 10 मिनट लाग्छ ओइ छिटो छिटो न लु
पुरै जङ्गल हरियाली छ त यार छिटो आयो लु खोइ दिदी कहाँ गयो के बनाएको है यो ल्याउ चौध जस्तै गना है खोइ के हो यो एक मिनट भैया मतलब मर्ने केटीहरूमा हिँड्ने नसर भइरहेको जुत्ताले खुट्टा उकालो बाटो उकालो गरेर हिँड्नु भोक लाग्यो होइन बाटोमा पाउरोटी यो त बासी भएर त मिठो हुँदैन हावा के भएको थियो कसको हो र फेरि यो ल खोइ माइली खोइ फेरि माइली आफूलाई एउटा बुन्नुलाई आउनु छिटो गर मैले बोक्छु भने मानेन पुरा सालीको बोक्छु भन्दैछ बुढी त होइन अघि झर्किएर हेर त आउँ ल मेरो त मन निकालिहाल्छ टेन्सन नहाल्नु ल ल अब यहाँ लाइन रहेछ यार फेरि यार जानेमा त पुरा लाइन रहेछ ल ल आउनै छिटो के ल्याङ गरे हो लु आइयो त लु यहीँबाट हो है कता खिच्ने हो लु यहाँ पनि डर लाग्ने रहेछ नि यार आमामामामामा त हल्लिन्छ त हो नि यो डर लाग्ने रहेछ यार ल तपाईँले भनेको कस्तो मलाई त हल्ले जस्तो लाग्छ त यार यो त ल त्यो त सानो छैन यार तल त अनि डर लाग्ने छ त मरिन्छ त नि यो त आमामा म त सिधै पारी जान्छु यार उता पारिपट्टि यहाँ के छ फेरि अब यहाँबाट तल देखिने होला फेरि यहाँबाट तल देखिन्छ यार म हेर्न सक्दिनँ हौ लु यस्तो हेर्न सकिँदैन राम राम
बिचमा आएर खेदेङ गर्छ यार रियाट लाग्दैछ रियाट अब लाग्छ त यार यहाँबाट म देखाउँछु है त एकचोटि ल हेरौँ त यो सानो तल छ त यार औ पुल तरियो है पारिपट्टि आइयो ल यहाँ चाहिँ के रहेछ फेरि यो के हो फेरि यहाँ त केही छैन फेरि यहाँ केही छैन यार यहाँ चाहिँ यहाँबाट अब त्यही देख्ने मात्रै हो यहाँ चाहिँ खासै अग्लो रहन्छ यार तर तल डाँडा काँडा हेर आमा कस्तो दामी देख्छ यार यहाँबाट पुल हिँडेर पुरै यता आइयो होइन अब एकछिनमा हाम्रो ग्याङहरू कहाँ गयो यार त्यो केटाकेटीहरू त आउँदैन नि त नि यता छैन कहाँ गयो उतै चाहिँ अड्किहाले यस्तो लामो पुल छ है म देखाउँछु है यहाँ हेरौँ न यो पुल यति लामो तल हेर्दा पुरै गहिरो छ ए अब के भयो फर्क्यौँ भने त हामी तर कसम डर लाग्छ नि दाइ थाहा छ यार यस्तो यहाँ सानो तल छ यो यो तलतिर त हेर्नै सक्दैन नि म हेरिसकेँ दाइ अघि म सबै अब म हिँड्ने मात्रै कताको गरिसक्यो ऊ हावा लाग्दा कम हल्लिँदो रहेछ यार ल जाउँ 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 सरी डर लाग्यो यार डर लाग्ने यार तल त हेर्न नछ नि हौ हाम्रो केटीहरू यता आउँदैन के हो त्यहीँ छ नि त अझै नि ल फर्क्यो फर्क्यो बाँच्यो 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 अनि तिमीहरू नजाने उता जहाँ अब गएर आउनु आज तिमीहरू यहीँ अनि 1 घन्टा बस्यो त अनि हामी म पुगेर कति बस्यो अरे फर्केर आइसकेको तिमीहरू हावा तालमा यस्तै गर्थ्यौ कि अनि खासै बनाउनु हिँडिहाल्ने हो त मान्छे कहाँ घुमेर आइसक्यो यहाँ टिकटक बनाएर सक्यो होइन भने ल म यहाँबाट फेरि एकचोटि देखाउँछु है त ल अघि हामी यस्तै चढेर फेरि आयो यहाँबाट त्यहाँबाट फेरि तल होइन त अब त सिधै नि तर जाने बाटो त त्यही होइन
जाने कसरी फेरि अलिक सम्झి डर लागेर आइसक्यो यहाँबाट नि माथि फेरि माथिबाट अघि चाहिँ हिँडेर आएको अब चाहिँ म हिँड्ने अब यो यो भाँडामा चढेर जानुपर्छ अब भाँडामा चढेर जानुपर्छ यो भाँडामा ल अब फर्किन लाग्यो है अब यो केबुल कार चढेर हिँडेर सक्यो अब फर्किन अब लाइन बस्दैछौँ यता होइन अब चढ्ने हो म जान्छु त्यो म यहाँ त उड्नै सकिन्न राम 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 के छ आउनु न म यता के छ पागल हुँदैन भन्छ नि पुरा है के भयो रोजदोरी बाँच्नु म त नाचेर पनि जान्छु अरे पुरानो पुगिसक्यो तलतिर हेर्न दिदी किन यता छेउतिर हेर्ने हो नि त म हेर्छु के बल्ल खान्छ एक्चुअली ढोका बिचबाट बिचबाटोमा ढोका आएर बोल्यो भने त डर लाग्छ आउनु यता यता झन् अहिले मर्नु मैले झन् के अरे रातो भएर यस्तो स्पिड हान्दो रहेछ तल त छैन त एउटा पनि केबल कार एउटा पनि छैन हौ अहिले तर होइन नि भाइ हेर अघि जस्तो डर लागेन नि अहिले बिस्तारै आयो नि त अघि त माथि कुदेर आयो त कान बन्द भयो मेरो यार कान बन्द भयो मेरो पनि भयो प्रेसर बढी भयो नि त माथि मेरो त छैन त्यो के भा हो सुनिरहेको थिएँ मैले कान त सुने हेर्नु घुम्ने बाइकमा हेर्नु झर्ना कहाँ अरे उयो होइन हामी 4 बजे ठ्याक्कै झर्यौँ है तल खतरा दामी रहेछ हेर झर्ना 41 भयो कति 341 आम्मामा अनि के 4 4.5 हुन्छ भाषण गर्नु न घर त्यो अझै टन्ने पो रहेछ त है अब चाहिँ उयोबाट झर अब चाहिँ गयो है भाइ यति भयो बिस्तारै छ अब कुद्छ गोरो मान्छे रातो अब यहाँ चाहिँ भिडियो लिन पाइएन होइन अब बाइक साइक यही चलाइयो झ्याप्पै मजाका साथ आधी घन्टा होइन भिडियो चाहिँ लिन पाइएन अब यस्तै अब फर्केको अब दोस्रो दिनको पनि ट्रिप सक्यो अब भोलि बिहान फर्किने पर्सिदेखि काम ड्युटी अब यस्तै अब सक्यो फिनिस ए छिटो जाऊ ल अब चाहिँ हाम्रो लङ्कावीको यात्रा समाप्त भयो अब हामीहरू पनि फर्किँदैछौँ अब यहाँबाट फेरि जहाज चढेर चाहिँ नि सट्टै कुदिहाल्ने हो यसलाई के पैसा दिने गइसक्यो अब कहाँ जानु ओके अब यसलाई टिप्स दिउँ नि 80 रुपियाँ यसमा खुसी भएर दिनु लाग्यो क्या टिप्स यसलाई अब oke ini kita bagi abang kita happy sama abang ya thank you oke bye bye thank you oke bye bye त्यही कम्पनी त्यही ओइ लु दिदी फेरि बोल्ने ल अब हामीले सक्यो अब फर्किने हो के छ ठिक छ कस्तो भयो रमाइलो भयो एकदम घुमाइ कस्तो भयो 2 दिनको लु भन्ने धेरै राम्रो भन्यो राम्रो कि रमाइलो कि रमाइलो एकदम रमाइलो त्यसपछि हुन्छ हैन एकदम त्यत्रो घुमेर पनि खुसी नहुनु भन्नु त अनि गइ अब चाहिँ यहाँ के सपिङ हुँदैछ हैन अब हामी भित्र छिरिसकेका छौँ अब त्यसपछि अब जहाज चढ्ने अनि फर्किने सक्यो अब 2 दिन पुग सक्यो
सकियो भन्छु तर फेरि यहाँ बिचबिचमा अड्किरहेको छ क्या के हुँदैछ भन्ने थाहा छैन यहाँ यहाँ के हेरिँदैछ हो के हुँदैछ खै के हो यस्तै काहीँ सस्तो काहीँ महँगो यस्तै हो तपाईँको सक्नु सक्यो हो लु कस्तो भयो घुमाइ भन्नु त 2-3 दिन भयो घुमे एकदमै बबाल रमाइलो भयो अझै घुम्नु त मन लागिरहेको थियो तर अझै कि फर्किनु फेरि होइन होइन अब टाइम सकेको छ अब चाहिँ आफ्नै तपाईँलाई कस्तो लाग्यो त 2-3 दिनको घुमा तपाईँको राम्रै देखिया छ ठिक छ हो ल के हो यहाँ रक्सी हो यो राम 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 यहाँ त आँखा चिम्लिनु पर्ने हो हेर त यहाँ रक्सी रौसी रौसी 30 रुपैयाँ पर्छ भने ले अरे रौसी मात्रै छ त यहाँ त रौसी रौसी हेर त यहाँ